सभाध्यक्ष महोदय, यस कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा नेपाली कम्युनिस्ट पार्टीकी नेत्री तथा 2052 साल फागुन 1 गते नेकपा माओवादीले प्रारम्भ गरेको ऐतिहासिक जनयुद्धको एकताको रूपमा काम गर्नुभएकी लक्ष्मीकन्या बुढाज्यू र यो महत्त्वपूर्ण कार्यक्रममा, यो विशेष कार्यक्रममा विभिन्न ठाउँबाट पाल्नु भएकी तपाईँ सम्पूर्ण महिला दिदीबहिनीहरूमा म मेरो व्यक्तिगत तर्फबाट बुढीचौर गाउँपालिका परिवारको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु। जय नेपाल। आदरणीय महिला दिदीबहिनीहरू, लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको यो अन्तिम दिनमा आयोजित यो विशेष कार्यक्रममा मैले आफ्ना संक्षिप्त धारणा राख्नुभन्दा पूर्व म आजभन्दा 158 वर्ष पहिला जन्मिनु भयो कि पूर्वी नेपालको भोजपुरमा जन्मिनु भयो कि योगमाया नेउपानेको बारेमा चर्चा गर्न चाहन्छु। योगमाया नेउपाने आजभन्दा 90 वर्ष अगाडि आफ्ना 68 जना अनुयायीहरू लिएर पूर्वी नेपालको अरुण नदीको किनारमा गएर हाम फालेर मर्नु भएको थियो। आफू मात्रै मर्नु भएन, आफूले मात्रै देहत्याग गर्नु भएन, आफूले मात्रै जल समाधि गर्नु भएन, आफूले मात्रै आत्महत्या गर्नु भएन, आफूसँगै 68 जना महिलाहरूलाई लिएर त्यो अरुण नदीमा जल समाधि गर्नुभयो र आत्महत्या गर्नुभयो। तर आत्महत्या गर्दै गर्दा त्यसको पछाडिको एउटा महत्त्वपूर्ण कारण थियो। त्यति बेला तत्कालीन अवस्थामा मुलुकको गरिबी, अशिक्षा, बेरोजगारी, अन्य अत्याचारले मुलुक जर्जर अवस्थामा थियो। श्रीधीन जुद्ध शमशेरको देशमा शासन चलिराखेको थियो। देशमा निरङ्कुश शासन व्यवस्था थियो। देशमा महिला दिदीबहिनीहरूले अधिकार पाएकी थिएनन्। लैङ्गिक हिंसाका घटनाहरू एकपछि अर्को रूपमा अगाडि बढ्दै थिए। देश अत्यन्तै व्यथितको बाटोमा थियो र महिला दिदीबहिनीहरूले बोल्न पाउने, महिला दिदीबहिनीहरूले सभा सम्मेलन गर्न पाउने, महिला दिदीबहिनीहरू यो देशको मन्त्री बन्ने, यो देशको सांसद बन्ने र महिला दिदीबहिनीहरू यो देशको महत्त्वपूर्ण जिम्मेवारी, सरकार सञ्चालनको महत्त्वपूर्ण जिम्मेवारी, राज्य सञ्चालनको महत्त्वपूर्ण जिम्मेवारीमा महिला दिदीहरू जान पाउने अवस्था थिएन। हो, त्यसका विरुद्धमा साङ्केतिक हिसाबले नदीमा हाम फालेर आफूसहित 68 जनाले हाम फाल्न लगाउनु भयो। त्यति मात्र होइन, आजभन्दा 105 वर्ष अगाडि सती प्रथा थियो। श्रीमान मर्यो भने श्रीमती जिउँदै चितामा जलेर मर्नुपर्ने, त्यस्तो पाशविक, अत्यन्तै डरलाग्दो त्यो खालको संस्कार र संस्कृति यो देशमा थियो। तर योगमायाले त्यसको अन्त्य गरेर छाडिन्। योगमायाले त्यसका विरुद्धमा विशेष अभियान सञ्चालन गरेर छाडिन्। त्यति मात्र होइन, आजभन्दा 100 वर्ष अगाडि नेपालमा दास दासीहरू राख्न पाउने चलन थियो। सम्पन्न व्यक्तिहरूले गरिब व्यक्तिहरूलाई दासी बनाउँथे। जमिनदार व्यक्तिहरूले सुकुम्बासी, भूमिहीन मान्छेहरूलाई दासी बनाउँथे। त्यति मात्र होइन, जो सम्पन्न मान्छे, शक्तिशाली मान्छेहरूले निर्बलीय मान्छेहरूलाई दासी बनाउने परम्परा थियो। त्यो परम्परालाई पनि तोड्न योगमाया सफल हुनुभयो। त्यसैले म योगमायालाई यो कार्यक्रममा सम्झिन चाहन्छु। त्यति मात्र होइन, म नेपाली काङ्ग्रेसको सन्त नेता, नेपाली काङ्ग्रेसको सर्वमान्य नेता, नेपाली काङ्ग्रेस पार्टीको लौह पुरुष गणेशमान सिंहकी श्रीमती गङ्गादेवी सिंहलाई पनि, मङ्गलादेवी सिंहलाई पनि म सम्झिन चाहन्छु। मङ्गलादेवी सिंहले पहिलोचोटि 2004 सालमा अखिल नेपाल महिला सङ्घको स्थापना गरिन्। त्यो अखिल नेपाल महिला सङ्घ स्थापना गरेर 2005 मा पहिलोचोटि दरबारमा, राणाहरूको दरबारमा नाराबाजी गरेर तपाईँहरू जस्तै महिलाहरूलाई लिएर महिला अधिकार चाहिन्छ, महिला पनि मन्त्री बन्न पाउनुपर्छ, महिला पनि सांसद बन्न पाउनुपर्छ, यो देश महिलाले चलाउन पाउनुपर्छ भनेर उहाँले आन्दोलन गरिन् पहिलोचोटि। त्यसैले यो कार्यक्रममा म मङ्गलादेवी सिंहलाई पनि सम्झिन चाहन्छु। यति मात्र होइन, 2046 सालमा बहुदल प्रारम्भ भयो। बहुदल प्रारम्भ भइसकेपछि महिला अधिकारको बारेमा बोल्ने, महिलाहरूको आवाजलाई सशक्त रूपमा अगाडि लैजाने स्वर्गीय नेपाली काङ्ग्रेसी नेत्री शैलजा आचार्यलाई सम्झिन चाहन्छु। त्यसपछि कम्युनिस्ट नेत्री म साना प्रधानलाई पनि यो कार्यक्रममा सम्झिन चाहन्छु। र त्यति मात्र होइन, 2052 सालमा माओवादीले जनयुद्ध प्रारम्भ गर्यो। हजार युवा युवतीहरू बन्दुक भेरिसकेपछि बन्दुकको नालबाट टेकेको राज्य सत्ता बन्दुकको कारणले ध्वस्त बनाउन सकिन्छ भनेर युद्धमा गएको, कैयौँ युद्धमा गएका महिला दिदीबहिनीहरू यो कार्यक्रममा आउनु भएको छ। म तिनीहरूलाई पनि सम्झिन चाहन्छु। उहाँले
महिला हिंसाका विरुद्धमा यो राज्य विभेदकारी भयो। राज्यले महिला समुदायमाथि न्याय गर्न सकेन, त्यसैले यो राज्य पल्टाउनु पर्छ, यो सत्ता बदल्नु पर्छ भनेर सङ्घर्ष गरिरहेकी ती तमाम महिला दिदीबहिनीहरूलाई पनि म सम्झिन चाहन्छु। त्यति मात्र होइन, गङ्गा चौधरी भन्ने नाम सुन्नुभएको सैनिक छ कि छैन? कम्मलरी भन्छ। कम्मलरी भनेको के हो भने अर्काको घरमा बसेर काम गर्ने, अर्काको घरमा बसेर सघाउने, अर्काको घरमा बसेर त्यो घरको भान्साको सबै कुराको प्रबन्ध गर्ने कम्मलरीको रूपमा काम गर्नुभयो शान्ता चौधरीले। अनि शान्ता चौधरी 8 वर्षको उमेरदेखि 24 वर्षको 25 वर्षको उमेरमा झन्डै तराईतिरका 6-7 जना जमिनदारको घरमा कम्मलरीको रूपमा बस्नुभयो। त्यसपछि एकचोटि सुत्केरी हुँदाखेरि 9 दिनसम्म उहाँले खाना पाउनु भएन, 9 दिनसम्म पानी खाएर मात्रै बस्नुभयो। त्यति मात्र होइन, उहाँ छाब्रोमा बस्नुहुन्थ्यो। त्यो छाब्रो पनि सरकारी अधिकारीहरूले, तत्कालीन जमिनदारहरूले उहाँको बस्ने छाब्रो भत्काइदिए र त्यसपछि कम्मलरी हुँदै यो मुलुकको सांसद बन्नुभयो, यो मुलुकको संविधान सभा सदस्य बन्नुभयो। म उहाँलाई पनि यो कार्यक्रममा सम्झिन चाहन्छु। त्यति मात्र होइन, 62-63 को आन्दोलनमा सहभागी हजार महिला दिदीबहिनीहरू र अस्ति मात्रै भर्खरै जेनजीहरूको आन्दोलन भयो। 2082 साल भाद्र 23 र 24 गते 75 जना जेनजीका भाइ बहिनीहरूले शहादत प्राप्त गरे। उहाँहरूको ज्यान गयो। हजार जेनजीका भाइ बहिनीहरू अहिले पनि अस्पतालमा बसेर उपचार गरिराखेका छन्। त्यसको बावजुद नेपालमा सुशीला सम्माननीय प्रधानमन्त्रीको जिम्मेवारीमा सुशीला कार्की एउटा महिला मुलुकको प्रधानमन्त्री बन्नु भएको छ। त्यसैले यो कार्यक्रममा म उहाँहरूलाई पनि सम्झिन चाहन्छु। अब महिला दिदीबहिनीहरू, अब यो अभियान किन मनाइन्छ त? संसारभर मनाउने गरिन्छ। यो लैङ्गिक हिंसा विरुद्धको यो अभियान किन मनाइन्छ? यसका पछाडिको कारणहरू के हो? यसको अन्तर्वस्तु के हो? आज हामी मात्रै मनाउँदैछौँ कि संसारभर अरू देशहरूमा पनि यो मनाउँदैछ? यसका बारेमा म जानकारी गराउन चाहन्छु। तपाईलाई आजभन्दा 85 वर्ष अगाडि एउटा ल्याटिन अमेरिका भन्ने देश छ, महादेश छ। त्यो ल्याटिन अमेरिका भन्ने महादेशमा एउटा डोमिनिकन रिपब्लिक भन्ने एउटा गणराज्य भन्ने देश छ। त्यो देश हाम्रो जस्तो पहाड भएको देश होइन, हाम्रो जस्तो खोला नाला भएको देश होइन, हाम्रो जस्तो सगरमाथाको चुचुरा भएको देश होइन। समुद्रले घेरिएको देश छ, समुद्री टापु भएको देश छ। हो, त्यो देशमा आजभन्दा 75 वर्ष अगाडि त्यो देशको राजधानीमा एउटा ठुलो प्रदर्शनको कार्यक्रम आयोजना गरियो। त्यो देशमा राफेल त्रिजुलो भन्ने एउटा सरकार थियो। 31 वर्षदेखि लगातार त्यो देशमा शासन गरिराखेको सरकार थियो। अनि एउटा घरमा 3वटी बहिनी थिइन्। एउटाको नाम मारिया थियो, एउटाको नाम पेट्रिया थियो र एउटाको नाम मिनर्वा थियो। उनीहरू कारेल परिवारकी एउटा 3वटी बहिनी थिइन्। उनीहरू राजनीतिक पार्टीमा जोडिएकी थिइन्, उनीहरू शिक्षित थिइन्, उनीहरू सङ्घर्षशील नारी थिइन्। त्यसपछि आजभन्दा 85 वर्ष अगाडि त्यो देशको सहरमा राजधानीमा ठुलो प्रदर्शनको कार्यक्रम आयोजना गरियो। त्यो कार्यक्रममा 3 बहिनी त्यो कार्यक्रममा सहभागी भएर त्यो कार्यक्रमलाई सम्बोधन गर्ने, त्यहाँ भाषण बोल्ने कार्यक्रम थियो। तर सरकारले त्यो कार्यक्रम स्थगित गर्यो र 11 महिनापछि ती 3वटी बहिनीलाई पक्राउ गर्यो। सरकारले पक्राउ गरिसकेपछि बन्दी गृहमा राख्यो, हिरासतमा राख्यो र हिरासतमा चरम रूपमा यातना दियो, निर्मम रूपमा यातना दियो र हिरासतमा यति पीडा दियो, यति यातना दियो, यति दुर्व्यवहार गर्यो र 3वटी बहिनीलाई एकैचोटि मारिदियो त्यति बेलाको सरकारले। हो, मारिसकेपछि डोमिनिकन गणराज्य भन्ने देश र संसारका अरू 74वटा देशले मक्सिर 19 गते भनेको अङ्ग्रेजी नोभेम्बर 25 का दिन लैङ्गिक हिंसा विरुद्धको अभियान मनाउने भनेर संसारभर मनाउने कार्यक्रम सुरु भयो। त्यसै कारणले आज तपाईहरू आउनु भएको छ। तपाईहरू जस्तै महिलाले यो देश बदल्नका लागि, संसार बदल्नका लागि त्यो दिनमा आफ्नो ज्यान आहुति गरेको दिन हो। आज एउटै घरकी 3वटी बहिनीले आफ्नो जीवनको परवाह नगरेर सङ्घर्ष गरेको दिन हो। त्यसै कारणले तपाईहरू यहाँ आउनु भएको छ। अब चुप लागेर बस्ने होइन, अब तपाईहरूले बोल्न सुरु गर्नुपर्छ। अब तपाईले आफ्नो भूमिका अब परिवारबिच खोज्नुपर्छ। अब श्रीमानसँग तपाईले आफ्नो भूमिका खोज्नुपर्छ। अब श्रीमानसँग परिभाषित भूमिकामा तपाईहरू रहन सक्नुपर्छ। अब परिवारभित्रको विकृतिको बारेमा बोल्न थाल्नुहोस्, समाजभित्रको विकृतिको बारेमा बोल्न थाल्नुहोस्। त्यति मात्र होइन, तपाईहरू जो पार्टीमा लाग्नु भएको छ, कोही एमाले पार्टीमा लाग्नु भएको होला, कोही काङ्ग्रेस पार्टीमा लाग्नु भएको होला,
कोही नेपाली कम्युनिस्ट पार्टीमा लाग्नु भएको होला। अब त्यो पार्टीमा पनि अब हामीलाई अधिकार चाहिन्छ, अब हामीलाई स्थान चाहिन्छ, अब हामीलाई भूमिका चाहिन्छ भनेर तपाईँहरू सङ्घर्ष गर्नुहोस्। म त्यही कुरा तपाईँहरूले राख्न चाहन्छु। त्यसैले अब तपाईँहरूले अब अझ प्रभावकारी ढङ्गले आफ्नो भूमिकालाई खोजेर आफ्नो अधिकारलाई खोजेर अगाडि बढ्नुहोस्। म त्यही कुरा गर्न चाहन्छु। र लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान भन्छ। 16 दिनभित्र धेरै अभियानहरू पर्छन्। यहाँ तपाईँहरूले जस्तो यदि यो अभियानभित्र अन्तर्राष्ट्रिय HIV रोग अथवा एड्स दिवस पनि यही अभियानभित्र पर्छ। असुरक्षित हिसाबले यौन सम्पर्क गर्दाखेरि त्यसबाट लाग्ने HIV एड्स रोगबाट अब महिला दिदीबहिनीहरूलाई कसरी बचाउन सकिन्छ, यो पनि यही 16 दिने अभियानभित्र पर्छ। त्यति मात्र होइन, अब महिलालाई दास बनाएर हुँदैन, अब महिलालाई खालि नोकर बनाएर हुँदैन। त्यसैले दासता विरुद्धको अभियान पनि यसैभित्र पर्छ। त्यति मात्र होइन, सुरक्षित महिनावारीको कुरा छ। अब महिनावारी भएर तपाईँ छुइकुल्लामा बस्ने, अब महिनावारी भएर छुट्टै गोडमा बस्ने, अब असुरक्षित जीवन बताउने कुरा होइन। म डाङ्ग्री हुँ, म धर्ममा विश्वास गर्छु। कालासिल्ता भन्ने देउताको म डाङ्ग्री हो, मेरो श्रीमती अगाडि छन्। मैले कहिले पनि तपाईँ छुई भएपछि बाहिर नबस्नुहोस् भनेर मैले बारम्बार श्रीमतीलाई भनेको छु। छुई भएको ठाउँमा पनि म आफै गएर बस्नु हुँदैन भनेर मैले भनिराखेको छु भने अब तपाईँहरूले त्योतिर पनि अभियान सुरुवात गर्नुहोस्। र त्यति मात्र होइन, भ्रष्टाचार दिवस पनि यसैभित्र पर्छ, मानवाधिकार दिवस पनि यसैभित्र पर्छ। त्यसै कारणले यो अभियान त्यो अर्थमा महत्त्वपूर्ण छ। म त्यही कुरा राख्न चाहन्छु। र यो संवैधानिक अधिकार हो। नेपालको संविधान 2072ले बकैदा धारा 17 मा समानताको अधिकारको कुरा उल्लेख गरेको छ। अब लिङ्गको आधारमा, महिला र पुरुषको आधारमा कसैलाई पनि विभेद गर्न मिल्दैन। यदि विभेद गरेको खण्डमा यो दण्डनीय हुन्छ। यो कानुनले तपाईँहरूलाई छोड्दैन भनेर संविधानमा लेखिएको छ। र त्यति मात्र होइन, धारा 43 मा के भनिएको छ भने अब पैतृक सम्पत्ति अब लिङ्गको आधारमा दिनुपर्छ। अब छोरी भएकै कारणले पैतृक सम्पत्तिबाट वञ्चित गर्न मिल्दैन भनेर भनिएको छ। हो, यसै कारणले गर्दाखेरि अब तपाईँहरू यस्ता कार्यक्रममा आउनुपर्छ। अब आजबाट घर जानुहोस्, घर गइसकेपछि अब आन्दोलन तपाईँहरूले सुरु गर्नुहोस्। हामीले यो सरकारले मदिराको कार्यक्रम अगाडि ल्यायो, जाँड रक्सी नियन्त्रण गर्ने कार्यक्रम अगाडि ल्यायो। जाँड रक्सी नियन्त्रण गर्ने कार्यक्रम अगाडि ल्याउनको एउटै पछाडिको कारण के हो भने हामी दिदीबहिनीहरूलाई सुरक्षित गर्न चाहन्छौँ। तपाईँको श्रीमान जाँड खाएर, तपाईँको श्रीमान मदिरा सेवन गरेर तपाईँलाई घरमा तपाईँलाई हैरानी बनाउँछन्, तपाईँलाई दुःख दिन्छन् भने अब प्रहरी छ यहाँ, तपाईँ प्रहरीमा उजुरी दिनुहोस्। अथवा स्थानीय सरकार छ, स्थानीय सरकारलाई खबर गर्नुहोस्। र तपाईँले तपाईँको श्रीमानको त्यस्तो गलत बानीका विरुद्धमा लड्न सुरु गर्नुहोस्। तर धेरै जसो मान्छेले नराम्रो ढङ्गले व्याख्या गरे। दानबहादुरले गाउँ गाउँमा गएर रक्सी बन्द गरिदियो, मान्छेहरूको रोजीरोटी बन्द गरिदियो, त्यो खालको आरोप लगाए। तर त्यो आरोप मिथ्या आरोप थियो। तर महत्त्वपूर्ण कुरा के थियो भने महिला दिदीबहिनीहरूलाई हामी सुरक्षित गर्न चाहन्थ्यौँ। तपाईँहरू सुरक्षित वातावरणमा बस्ने अवस्थाको सिर्जना गर्न चाहन्थ्यौँ। त्यसैले त्यो अभियान सुरु भएको हो। र त्यो अभियान बन्द भएको छैन। त्यो अभियान प्रभावकारी ढङ्गले अगाडि लागेको छ। र तपाईँहरूको सहयोग चाहिएको छ, तपाईँहरूको साथ चाहिएको छ। अब तपाईँहरूले यसका बारेमा पनि आफ्नो गाउँघरमा, आफ्नो परिवारमा ठुलो रूपमा बहस गर्नुपर्छ। म त्यही कुराको तपाईँहरूले राख्न चाहन्छु। अन्तमा महिला दिदीबहिनीहरूको हक अधिकारको निम्ति यो लैङ्गिक हिंसाको 16 दिने अभियान अन्तर्गत हामीले स्वास्थ्य कर्मीहरूलाई गाउँ गाउँमा पठाएका थियौँ। र ती स्वास्थ्य कर्मीहरूले तपाईँहरूलाई गाउँ गाउँमा तपाईँहरूको समस्याको बारेमा हाम्रा स्वास्थ्य कर्मीहरूले चेक जाँच गरेका छन् र यहाँहरूलाई आवश्यक औषधिहरू वितरण गरेका छन्। र त्यति मात्र होइन, महिला दिदीबहिनीहरूका कतिपय गाउँपालिकाबाट गरिने कार्यक्रममा हामीले पूर्ण रूपमा तपाईँहरूका निम्ति हामीले खुला गरिदिएका छौँ। तपाईँहरूको नेपालीहरूको महान चाड, नेपाली चेलीहरूको महान चाड तीजको बेला हामीले हरेक गाउँ गाउँमा तीजका कार्यक्रमहरू अगाडि बढायौँ, जसका लागि यो गाउँपालिकाबाट आवश्यक आर्थिक सहयोग हामीले गरिराखेका छौँ। र त्यति मात्र होइन, गाउँपालिकाबाट विनियोजित हुने बजेटहरूमा पनि तपाईँहरूलाई विशेष प्राथमिकता दिएका छौँ। हामीले यो आइएनएफको यो कार्यक्रम पनि हामीले ल्याएको कार्यक्रम हो। हामीले समन्वय गरेर आइएनएफको उच्च स्तरीय प्रतिनिधिहरूसँग बसेर हामीले छलफल गरेर हाम्रा दिदीबहिनीहरूको निम्ति, हाम्रा दिदीबहिनीहरूको हितका निम्ति यो कार्यक्रम प्रारम्भ गरिदिनुहोस्, यो कार्यक्रम सुरु गरिदिनुहोस् भनेर आज यो कार्यक्रम सुरु भएको छ, जसबाट तपाईँले प्रत्यक्ष अप्रत्यक्ष रूपले लाभ पाउनु भएको छ। त्यसैले हामीप्रति हाम्रा केही कमजोरी भए पनि यसमा दुःख नमान्दिनका लागि खुसी भएर
तपाईहरू अब उत्साह बोकेर यो कार्यक्रममा जसरी आउनु भएको छ त्यही उत्साह बोकेर घरमा गइदिनका लागि र